सो गाइस यो कुरा त तपाईहरुलाई पनि अलरेडी नै थाहा भइसकेको होला कि स्क्वाड गेमसँग चाहिँ OB49 अपडेट पछि तपाईहरुले चाहिँ फ्री फायर सँग कोलाबोरेसन भएको देख्न पाउँदै हुनुहुन्छ। स्क्वाड गेमसँगको कोलाबोरेसनमा बनेको इमोट आइटमहरु कस्तो कस्तो बनेको छ, बन्डलहरु कस्तो कस्तो बनेको छ अनि कस्तो कस्तो आइटम चाहिँ तपाईले फ्रीमा पाउन सक्नुहुनेछ सबै म तपाईहरुलाई भिडियो नै देखाइदिने छु। अनि गोल्डन क्रिमिनलको थीममा बनेको इमोट बन्डल सबै आइटमहरुको पनि भिडियो म तपाईलाई आजको भिडियोमा देखाइदिने छु। सो भिडियोलाई चाहिँ स्किप नगरी अन्तिमसम्म नै हेर्नु होला। Okay. भिडियोलाई स्टार्ट गर्नुभन्दा अगाडि सबैजनालाई वेलकम ब्याक टु माई अनदर भिडियो। आई होप सबैजना सन्चै हुनुहुन्छ भन्ने आशा गर्छु। सो गेममा चाहिँ डिस्काउन्ट इभेन्ट यानी कि मिस्ट्री अफ इभेन्ट आइसकेको छ। तपाईहरुलाई चाहिँ कति % डिस्काउन्ट पर्यो प्लिज कमेन्ट गर्न चाहिँ नबिर्सनु होला। सो मिस्ट्री अफको ग्रान्ड प्राइज जुन यो इमोट र बन्डल रहेको छ, इमोट ठिकठाकै रहेको छ, बन्डल चाहिँ मलाई त्यति साह्रो खास लागेन, तर एक्स्ट्रा अरु रिवार्डहरु चाहिँ एकदमै बबाल छ। इमोट बन्डल ग्लोवालको स्किनहरु। सो तपाईहरुले चाहिँ यसपालिको मिस्ट्री अफबाट के आइटम पर्चेस गर्नुभयो प्लिज कमेन्ट गर्न चाहिँ नबिर्सनु होला। सो मैले चाहिँ इमोट किने, अरु पनि एक्स्ट्रा के चाहिँ किनेको थिए। एन्ड गाइस गेममा अर्को फेटेड रुल इभेन्ट आएको छ जुन कि ट्रिटमेन्ट गनको फेटेड रुल इभेन्ट आएको छ र धेरै जनाको यो फेटेड रुल इभेन्टमा चाहिँ के कम्प्लेन रहेछ यानी कि मनमा चाहिँ के जिज्ञासा रहेछ भने चाहिँ जुन यो ट्रिटमेन्ट गन स्किनमा चाहिँ डबल रिलोड स्पिड के कामलाई हो अनि एक्स्ट्रा म्यागजिन चाहिँ के कामलाई हो भनेर धेरै जनाको अहिले म्याक्सिमम पनि क्वेशन रहेछ, जसको चाहिँ यो अहिले नयाँ आएको फेटेड रुलमा आएको गनको चाहिँ एट्रिब्युट रहेको थियो। सो यदि तपाईहरु सीएस प्लेयर हुनुहुन्छ, रुम कार्ड मात्रै खेल्नुहुन्छ भने चाहिँ तपाईहरुको लागि यो गन स्किन काम नै छैन। यदि तपाईहरु चाहिँ फुल म्याप ज्यादा खेल्नुहुन्छ भने चाहिँ यो भन्दा बेस्ट गन स्किन तपाईहरुलाई अरु कुनै हुँदैन। के हो? किनकि हिलिङ गन यस्तो एउटा काम लाग्ने चीज हो। बिआर खेल्दाखेरि तपाईहरुले किनिराख्नु पर्दैन, खोजिराख्नु पनि पर्दैन, तपाईहरु रिभाइभ हुनुबित्तिकै तपाईहरुको साथमा हुन्छ। अनि ट्रिटमेन्ट कति इम्पोर्टेन्ट हुन्छ, कति महत्त्व हुन्छ भनेर तपाईलाई थाहा छ हुँदैन छ। सो डबल रिलोड स्पिड एट्रिब्युटले चाहिँ के काम गर्छ भने चाहिँ तपाईहरुको जुन त्यो चार्ज हुने टाइम छ त्यो चाहिँ एकदमै छिटो चार्ज हुन्छ अनि त्यो सिंगल म्यागजिनले चाहिँ तपाईहरुकोमा केही % बढी ज्यादा हेल्थ हुनेछ यदि तपाईहरुसँग यो गन स्किन चाहिँ छ भने चाहिँ। आई होप यो कुरा चाहिँ तपाईहरुले बुझ्नुभयो होला। धेरै जनाको मनमा क्वेशन रहेछ। अनि बाइ द वे तपाईहरुले चाहिँ निकाल्नु भयो कि भएन प्लिज कमेन्ट गर्न नबिर्सनु होला। सो अब कुरा गरौँ नेक्स्ट कन्फर्मेसन अपडेटको बारेमा। सो अहिले चाहिँ रिसेन्टली गेममा OB48 को अपडेट चलिरहेको छ। अब ठ्याक्कै अबको 5 दिन पछाडि 21 मेमा चाहिँ तपाईहरुले चाहिँ OB49 को अपडेट देख्न पाउँदै हुनुहुन्छ। OB48 को लास्ट अब एउटा इभेन्ट देख्न पाउँदै हुनुहुन्छ जुन कि रिङ इभेन्ट रहनेछ, सुपरस्टार रिङ इभेन्ट। यदि मेरो भिडियो तपाईहरु रेगुलर हेर्नुहुन्छ भने मैले अलरेडी नै तपाईलाई धेरैवटा भिडियोमा रिभ्यू गराइसकेको थिएँ। सो डेट कन्फर्मेसन भएको थिएन, फाइनली डेट पनि कन्फर्मेसन भइसकेको छ। पर्सि आइतबारको दिन 18 मे को दिन तपाईले यो सुपरस्टार रिङ इभेन्ट चाहिँ हाम्रो बंगलादेश सर्भरमा देख्न पाउँदै हुनुहुन्छ। 4 वटा बन्डल आउनेछ। यदि तपाईहरुलाई यो 4 वटा मध्ये कुनै पनि बन्डल मन पर्छ भने चाहिँ यो सुपरस्टार रिङ इभेन्टबाट चाहिँ निकाल्न सक्नुहुनेछ। यो त टट्टी है। सो गाइस मैले चाहिँ तपाईलाई यहाँ अब आउनु आटेको गोल्डन क्रिमिनलको फुल रिभ्यू देखाइरहेको छु। तपाईहरुले चाहिँ 21 मेमा OB49 को अपडेट देख्नुहुनेछ। त्यसपछि म तपाईहरुलाई चाहिँ फुल भिडियो HD तरिकाको नै देखाइदिने छु। यो चाहिँ अरुकै भिडियो हुनाले त्यति सारो HD क्वालिटीको चाहिँ नआउन सक्छ। सो बेसिकली यो क्रिमिनल पनि नियोन क्रिमिनल जस्तै नै टाइपको हुने रहेछ। यसो मैले बुझ्दाखेरि चाहिँ एउटा व्हाइट टाइपको पनि बन्ने रहेछ अनि एउटा चाहिँ पुरै गोल्डन टाइपको बन्ने रहेछ। सो यसो रिभ्यू हेर्दाखेरि चाहिँ मैले तपाईलाई यहाँ देखाइरहेको छु। एन्ड रिमेम्बर दैट कि यो बन्डल चाहिँ तपाईले मेल क्यारेक्टरलाई पनि लाउन मिल्छ र फिमेल क्यारेक्टरलाई पनि लाउन मिल्छ। अफकोर्स क्रिमिनल भनेपछि तपाईहरुलाई त थाहा छँदैन छ। सो गेममा भएको क्रिमिनलहरु पनि त्यस्तै टाइपको छ, मेल फिमेल दुईटै क्यारेक्टरमा लाउन मिल्छ। सो रिभ्यू हेर्दाखेरि चाहिँ मलाई चाहिँ अति नै बवाल लाग्यो। सो अझै यसको इमोट त झन् अति भन्दा नि अति नै बवाल छ। त्यो म तपाईलाई एकैछिन पछि रिभ्यू गर्दिनेछु। अनि यसको साथसाथै तपाईले पेटको स्किन पनि देख्न पाउनुहुनेछ अनि अर्को भनेको कारको स्किन पनि आउनेछ जुन कि मैले तपाईलाई हुन त अलरेडी नै भनिसकेको थिएँ, तर तपाईलाई भिडियो देखाएको थिएँ अनि मुखले भनेको थिएँ। सो यहाँ चाहिँ म तपाईलाई चाहिँ पुरै भिडियो क्लिपै देखाउँदैछु। एउटा लुट क्रेट हुनेछ अनि गाडीको स्किन रहनेछ, पेटको स्किन पनि रहनेछ, बन्डल भयो अनि इमोट भयो अनि अर्को भनेको चाहिँ ग्लोवालको स्किन रहनेछ। ओभरअल सबै आइटम चाहिँ बवाल रहेको छ। अनि दुःखको कुरो चाहिँ के भने तपाईले यो सबै आइटमहरु चाहिँ फ्रीमा पाउनु हुने छैन। यो सबै आइटम तपाईले पर्चेस गर्नुपर्ने हुन्छ। मेबी तपाईले पेटको स्किन सायद फ्रीमा पाउनु होला, नत्र त अरु त सबै तपाईले डायमन्डले नै पर्चेस गर्नुपर्ने हुन्छ। सो अब गोल्ड भनिसकेपछि सुनको कलर सबैलाई फेभरेटै हुन्छ अनि लुक साइज हेर्दा VIP देखि नै हालिन्छ। एकदमै बवाल लाग्यो मलाई चाहिँ। तपाईहरुलाई कस्तो लाग्यो कमेन्ट गर्न चाहिँ नबिर्सनु होला। अनि अर्को चाहिँ इमोट यो रहेको छ। सो यस्तो बवाल इमोट त सायदै
फ्री फायरमा अहिलेसम्म बनेको छैन पनि होला र आगामी दिनहरुमा पनि सायदै बन्दैन होला। यति धेरै बबाल छ यो इमोट, यसमा एनिमेटेडहरु एनिमेसनहरु यति बबालले लक गरेको छ, कलर फिल्डिङहरु यति मजाले गरेको छ। सो रिभ्यू तपाईहरु आफै पनि हेर्न सक्नुहुन्छ। सो कस्तो थीममा बनेको छ भने पुरै स्पिड गाडी गएर चाहिँ तिजोरीलाई हान्ने छ अनि त्यहाँबाट चाहिँ पैसा चाहिँ गाडीमा लोड गरेर पछाडी आउनेछ अनि गाडी चाहिँ यस्तो गाडीबाट डान्स गर्नेछ, पैसा खस्नेछ। सो अलिकति थीम चाहिँ यस्तै रहेको छ। एन्ड मेन कुरो भनेको यो अझै फाइनल लुक्स भएको छैन, यो इमोट अझै प्रपरली पुरै फाइनल भएर आएपछि त झन् कस्तो बबाल देखिन्छ होला। म चाहिँ अति नै धेरै एक्साइटेड छु यो गोल्डन क्रिमिनलको इभेन्टलाई लिएर। तपाईहरु चाहिँ रिभ्यू हेरेर कतिको एक्साइटेड हुनुभयो कमेन्ट गर्न चाहिँ नबिर्सनु होला अनि आइटमहरु चाहिँ कस्तो लाग्यो प्लिज कमेन्ट गर्न नबिर्सनु होला। सो भिडियो स्टिल तपाईले यहाँसम्म हेर्दै हुनुहुन्छ भने त आई होप तपाईले भिडियो लाइक गरिसक्नुभयो होला अनि हाम्रो युट्युब च्यानल सब्स्क्राइब गरिसक्नुभयो होला। बाइ द वे तपाईहरु चाहिँ हाम्रो भिडियो चाहिँ नेपालको कुन जिल्लाबाट हेर्दै हुनुहुन्छ प्लिज कमेन्ट गर्न चाहिँ नबिर्सनु होला। नेपालमा हुनुहुन्छ या त नेपाल भन्दा बाहिर जुनसुकै देश विदेशमा हुनुहुन्छ भने पनि मसँग इजिली सस्तो र छिटो युआइडी टपअप तपाईहरु गर्न सक्नुहुनेछ। त्यसको लागि चाहिँ तपाईहरुले फेसबुक खोल्नुहोस्, फेसबुकमा गएर DINEXE सर्च गर्नु होला अनि थोरै राइटतिर त्यहाँ पेज सेक्सनमा गएर तपाईले 67,000 फलोअर्स भएको फेसबुक पेज पाउनुहुनेछ। त्यहाँ मेसेज गर्नु होला। मेरो फेक पेजहरु चाहिँ टन्नै छ, तपाईहरु चाहिँ एकदमै जोगिनु होला। सो अब चाहिँ कुरा गरौँ स्क्वाड गेमको थीममा कस्तो कस्तो आइटम बनेको छ भनेर। सो जति पनि यो स्क्वाड थीममा बनेको बन्डलहरु छ यो चाहिँ सबै मेल र फिमेल क्यारेक्टरले नै लाउन मिल्छ। तपाईले अफ कोर्स अब स्क्वाड गेम भनिसकेपछि प्लेयरको नाम अनि त्यहाँ बडीगार्डको थीममा तपाईले अफ कोर्स बन्डल देख्नुहुनेछ अनि त्यो जुन डल हुन्छ त्यो डलको थीममा पनि एउटा बन्डल बन्दैछ अनि मार्क्स रहनेछ। सो बन्डलहरु चाहिँ यति नै रहनेछ। अरु चाहिँ तपाईहरुले इमोट देख्नुहुनेछ। मेबी यो स्क्वाड गेमको थीममा तपाईले इमोट चाहिँ दुईटा देख्नुहुनेछ। कस्तो कस्तो इमोट बनेको छ मैले तपाईलाई यहाँ रिभ्यू चाहिँ देखाइरहेको छु। म एकदम स्योर चाहिँ छैन कि दुईटा इमोट बनेको छ भनेर, तर मेबी तपाईले दुईटा इमोट चाहिँ देख्नुहुनेछ यो स्क्वाड गेमको थीममा चाहिँ। सो इमोटको रिभ्यू चाहिँ मैले तपाईलाई यहाँ देखाइरहेको छु। एउटा चाहिँ गनले हानेको रहनेछ अनि एउटा चाहिँ बमिटिङ गरिरहेको थीममा इमोटहरु यो दुईटा बनेको छ। एन्ड तपाईलाई रिमाइन्डिङ गराउन चाहे कि अघि नै हुन त भनिसकेको छु अबको 5 दिनपछि यानी कि 21 मेमा तपाईले OB49 को अपडेट देख्न पाउँदै हुनुहुन्छ अनि अपडेट आउनु बित्तिकै एक हप्ता भित्रमा नै तपाईले यो स्क्वाड गेमको इभेन्ट चाहिँ गेममा देखि नै हाल्नु हुनेछ। यानी कि OB49 को अपडेटको सबैभन्दा पहिलो इभेन्ट नै यो स्क्वाड गेमको थीममा रहनेछ। एन्ड गुड न्यूज चाहिँ के हो भने आजकल चाहिँ फ्री फायरले कुनै पनि मुभीहरुसँग कोलाबोरेसन गर्दा या त कुनै पनि मान्छेहरुसँग कोलाबोरेसन गर्दाखेरि चाहिँ म्याक्सिमम आइटमहरु चाहिँ फ्रीमा नै दिने गर्दछ। बात त सही है। सो यो स्क्वाड गेमको थीममा बनेको आइटमहरु त मैले तपाईलाई देखाइ नै हाले। अब यो मध्येमा तपाईहरुलाई के फ्रीमा दिन्छ त्यो चाहिँ अहिले नै मैले तपाईहरुलाई कन्फर्मेसन गराउन मिल्दैन, तर यति चाहिँ कन्फर्मेसन हो कि तपाईहरुलाई मैले जति पनि आइटम देखाएको थिए यो मध्येमा केही बन्डलहरु अनि केही इमोट केही आइटमहरु चाहिँ अफ कोर्स 100% नै फ्रीमा पाउनु हुनेछ यो इभेन्टमा। सो आजको लागि चाहिँ यति नै। भिडियो यहाँसम्म हेर्नु हुने तपाईलाई धेरै धेरै धन्यवाद। तपाईहरुलाई सस्तो र छिटो युआइडी टपअप चाहिन्छ भने चाहिँ फेसबुक पेजमा कन्ट्याक्ट गर्न नबिर्सनु भन्दै आजको भिडियोबाट म दिनेश बिदा हुन चाहन्छु। लभ यु गाइस, टेक केयर, सी यु इन द नेक्स्ट भिडियो। बाइ बाइ। जय नेपाल।